हेलो गाइज, हाउ आर यु? तपाईँहरू सन्चै हुनुहुन्छ होला आशा गर्दछु। म पनि सन्चै छु। अनि आजको दिन हामी काठमाडौँतिर जाँदैछौँ। अनि फाइनल्ली मेरो चाहिँ इस्यु भएर एलसी आइसकेको छ। अनि दाजुभाइ हामी काठमाडौँतिर जाँदैछौँ। अनि हेरौँ, एलसीको लागि साइन गर्नको लागि हामीलाई बोलाएको छ। अनि के गर्नुपर्ने रहेछ म यो भिडियोमा सट्ट देखाउने छु। अनि केही नजाराहरू हेर्दै, बाटोमा खाजाहरू खाँदै, भ्यूहरू हेर्दै अनि हामी चाहिँ अनि माटा तीर्थको बाटो हुँदै दिदीकोमा केही सामान छोडेर त्यहाँबाट दिदी बिनाजुसँग अनि ग्वारखोतिर निस्किने प्लानमा छौँ। ल, यतिकैमा हामी दिदीकोमा आएर खानाहरू खाएर एकछिन आराम गरेर अब यहाँबाट फेरि निस्किने क्रममा छौँ। ल जाउँ। काठमाडौँ एरिया छिरेपछि अनि यो बाटो कुन हो मलाई थाहा छैन केही पनि, किनकि हामी बिनाजुको पछि पछि हिँडिरहेका थियौँ। उहाँले जता जता लानुहुन्छ हामी दाजुभाइ त्यतै जाँदैछौँ। जोस् जताबाट भयो नि, हाम्रो डेस्टिनेसन भनेको ग्वारको इपिएस कार्यालयसम्मै नै थियो। विश्वास थियो बिनाजुले पुऱ्याउनुहुन्छ भनेर, किनकि योभन्दा अगाडि पनि पुऱ्याउनु भएको थियो मेरो। अनि जब एप्लिकेसन एप्रुभ नभएर विभिन्न समस्या आउँदाखेरि अनि म यहाँ कार्यालयमा आएको थिएँ के प्रब्लम भनेर हेर्नको निम्ति। र अनि फेरि पनि एलसीको लागि आएको छु। यतिकैमा हामी कार्यालयमा आउँदै गर्दा अनि मैले वरिपरि दाइहरूलाई सोधेँ। अनि गार्ड दाइले भनिदिनु भयो त्यहाँ नोटिस बोर्ड छ, त्यहाँनिर तपाईँको सिरियल नम्बरमा नाम छ कि छैन हेर्नुहोस्, तपाईँको सिरियल नम्बर कतिमा पर्ने रहेछ त्यो पनि हेर्नुहोस्। अनि उता पछाडि झ्यालपट्टि गएर अनि त्यहाँनिर पासवर्ड दिएर अनि साइन गर्नुहोस् भन्नुभयो। अनि यतिकै मैले नाम पनि भेटिहालेँ, मेरो सिरियल नम्बर। अनि मैले कन्ट्याक्ट गरेर फोटो खिचेर अनि पछाडि गएँ है। अनि मैले हेर्दै गर्दा टोटल 3521जनाको आएको रहेछ एलसी। पछि अझ अरूको पनि आयो होला। अनि यता झ्यालमा आएर अनि अरू साथीहरू पनि हुनुहुन्थ्यो एलसी आएकोहरू। अनि मैले पासवर्ड दिएँ अनि अरू सिग्नेचर पनि गरेँ। अरू सूचना के हुँदो रहेछ त्यो पनि हेरेँ। अनि ट्रेनिङ फर्मको लागि पछाडि दाइहरूले बोलाउँदै हुनुहुन्थ्यो, भाइ ट्रेनिङ फर्म हो एलसी आएको हो भन्दै हुनुहुन्थ्यो। होइन म त अनि आफै भर्छु भनेर अनि म बिनाजुसँग फर्किहालेँ। पछि अनि दिदीको घरमा गएर बिनाजुको सहायतामा मैले सब ट्रेनिङ फर्म आफैले भरेँ है। ट्रेनिङ फर्मको लागि चाहिँ मैले भिडियो बनाएको छैन, अनि किनकि सबै आफैले गरेको हुनाले। यदि जानकारी चाहिन्छ भने मलाई सर्ट मेसेज कमेन्टमा कमेन्ट गर्नुहोस्, म तपाईँहरूलाई जानकारीसहित एउटा जानकारी दिनेछु, रिप्लाई गरिदिनेछु। बाई बाई।